खानालाई आदि भइसक्यो कहाँ गयो होला कहाँ मुन्थ्यो होला यसलाई दैया भाइ खेल्न पर्यो क्या बाउ बाउ ए बाउ भन भन मैले सुनिरहेको छु ए तिम्रो कान फुट्नी सुन भन तिमीले धेरै दुःख नगर दुःख गर तैँले खन्छ र धेरै लाल पूर्जा खेतबारी सबै गयो अब जाम सबै फाली सुन अब हामी कहाँ हो बस कहाँ हो खाने यसलाई त घाँस पनि रोक्यो बाँस पनि रोक्यो अब यो मुर्जाहरूले अब तर लाउन सकेन जुगा तास खेल्दै हिँड्छ अब रोक्सी चुरोट तर लाउन सकेन लाउन घाँस न बाँस अब कहाँ हो गएर बस्ने के सुनिरहेको उठ्नुहोस् है अनि माथि आज चाहिँ के बार रे आज शनिबार हो बा तैँले नलाएको त 1 महिना भएन र के नहुने जा नै छिटो नआएर बाली यस्तो जहाँ दौड्नु मैले कसरी नहुने नाउना त नै यो अब 1 महिना भयो यो कपाल पनि छरिदिन बान भएपछि यस्तै कपाल पाल्नु पर्छ मुला पनि जात्रै बाँडेछ बेलुकी अचार खाना होला उठेर गेम
पछाडि होइन ए उति उति बाइक त्यहाँ राखेर रहेछ केटाले पनि चला पहिला हेत तेरो यत्रो ह्यान्डल हेर्न सिकेर हो यता खानु ह्यान्डल तिमीलाई भन्छ नि हेत तेरिका केटा यत्रो ह्यान्डल देखेन सिक्ने होइन के अरे यस्ता कुरा गर्छ यो गरेर ह्यान्डल त के अरे तेरा मुखा गिद्दाले छेरे यस्तो यो बाइक चलाउनु नजाने हात चाहिँ बस्नु यस्तो बाइक पनि चलाउनु नजाने यार बाइक ह्यान्डल त कहाँ हुन्छ यस्तो चलाउने खेलाम आइज बस म यहाँ बस्छु त त्यहाँ बस्छु ब्याटल खेल्दा भाइ सुरु तँबाटी गरे ल डकार भन्छ डकार डकार खा मेरो खकार के भन्छ यो केटाले अब मबाट सुरु हुन्छ डोकी भन्छ डोकी खा मेरो गो 22 भन्छ 22 22 तैँले मेरो गु खाइस हो र किलो भन्छ किलो खा कुकुरको किलो हारो ए तेरि यस्ता केटाहरू ब्याट हारेर त गइस केटा अब भोलि आज सिकेर पुरे हे यस्तासित फेरि अब घरतिर जान पर्यो केटाले अब ब्याटल खेल्न सकेन हिँड्न पर्यो यो हुनु त भाइ फेरि के अरे ह्यान्डल यो ए हो र यसरी मुड चाहिँ ए यस्तो रहेछ थ्याङ्क यू ल तैँले मेरो नातिको बाइक तैँले मेरो नातिको बाइक चलाऊ जाति बिति चलाउ